सो गुड मर्निङ एभ्रिवान। र अहिले चाहिँ म नुवाकोटको सिल ट्याङ्की भन्ने ठाउँमा छु र अहिले चाहिँ एकदमै फेमस भएको सिल ट्याङ्कीमा चाहिँ म एक्लै छु। केटाहरू चाहिँ कोही पनि आएको छैन। अब चाहिँ काठमाडौँबाट यो बाटो हुँदै घर जानुपर्ने हुनाले सिल ट्याङ्की पनि छिरिदिइहालौँ भनेर बटार हुँदै विदुर बटार त्रिशुली हुँदै अनि म यहाँ अहिले सिल ट्याङ्कीमा आइपुगेको छु। सो यो देख्न सक्नुहुन्छ, यो अहिले चाहिँ सिल ट्याङ्कीको दृश्य भने जो साइडबाट चाहिँ मजाले हिँड्न पाइने रहेछ। अब यहाँबाट कुन चाहिँ हाइड्रो चलिरहेको छ चाहिँ अब त्यो सोध्नलाई कसैलाई नमिल्ने होला। सबैजना त्यहाँ माछा मारिराख्नु भएको जस्तो लागिरहेको थियो। सो रिजर्भर ड्याम हो, यहाँ तलतिर केही छ कि यति नै हो चाहिँ अब मलाई थाहा नै भएन। मैले त हेर्न चाहिँ हेरेको थिएँ त्यो ड्रोन सटहरू यताउति चाहिँ सिल ट्याङ्कीको। अब मैले चाहिँ ड्रोन सट केही पनि बोकेर आइरहेको छैन। दाइहरू चाहिँ माछा मारिराख्नु भएको जस्तो लागिरहेको छ मलाई। भने हिजो पानी आएको कारणले गर्दाखेरि बिहानखेरि पनि पानी आएको हुनाले अहिले पुरै चिसो चिसो भिजिरहेको छ। त्यो पाइपलाई तानिरहेको कि माछा मारिरहेको चाहिँ थाहा भएन मलाई नि। जो यो एरियामा चाहिँ एक राउन्ड मजाले हान्न मिल्ने रहेछ। त्यहाँबाट आएर अनि यताबाट छिर्न पनि मिल्ने रहेछ। अनि म चाहिँ अब त्यहीँ पुल तरेँ, त्यो बाटो जाउँ कि जस्तो लागिरहेको थियो। त्यो बाटोभन्दा बरु यही बाटो बेस्ट लाग्यो मलाई। थियो यताबाट मजाले भ्यू पनि खिच्छु भनेर यहीँबाट बसिराखेँ। ठिक छ, मैले देखेको सिल ट्याङ्की चाहिँ यही हो। सो हजुरहरूले चाहिँ कस्तो कस्तो देख्नु भएको थियो होइन, त्यो चाहिँ कमेन्ट गरेर भन्नु होला। मैले चाहिँ एक्सेप्टेसन अर्कै थियो, तर यहाँ रियालिटीमा चाहिँ ठिकै लाग्यो। खासै त्यति धेरै उता लागेन। त्यहाँनिर एउटा रिजर्भर जस्तो लाग्यो। ओके, म फर्दर अरू देखाइहाल्छु।